सो हेलो एभ्रिवान वाट्सअप। आज चाहिँ 9 मार्च यानि कि आइसिसी च्याम्पियन ट्रफी 2025 को फाइनल दिन जुन चाहिँ टिम इन्डिया र टिम न्युजिल्यान्ड बिच दुबईको इन्टरनेसनल स्टेडियममा हुन गइरहेको छ। आइ एम सो एक्साइटेड टु वाच अनि फाइनली वेट इज ओभर। सो लेट्स टक अबाउट विच मोस्ट लाइकली टु विन द आइसिसी च्याम्पियन ट्रफी 2025। दुवै टिमको लाइनअपको कुरा गर्ने हो भने देयर इज अ पोसिबल द्याट दुइटै टिमले चाहिँ पहिलाकै लाइनअपलाई कन्टिन्यू गर्छ होला। एन्ड टिम इन्डियाको साइडमा देयर विल बी ओपनर शुभमन गिल एन्ड रोहित शर्मा द हिटम्यान एट नम्बर 3 द ग्रेट विराट कोहली, नम्बर 4 श्रेयस अय्यर and Akshar Patel will be at number 5. He will continue at number 5 maybe. Yeah, KL Rahul and there will be Hardik Pandya, Ravindra Jadeja, Mohammad Shami, कुलदीप यादव एन्ड वरुण चक्रवर्ती। एट अदर साइड न्युजिल्यान्डको साइडमा हेर्ने हो भने इफ डेभन कन्वे नआउने हो भने टिममा नफर्किने हो भने दे विल बी विलियङ एन्ड रचिन रविन्द्र विल कन्टिन्यू एट्स ओपनर। एट नम्बर 3 केन विलियमसन, 4 डेल मिचल, 5 टम ल्याथम, 6 ग्लेन फिलिप्स, 7 ब्रेसवेल, 8 सेन्टनर, 9 will be Mark Henry, and there will be Willow Rock and the tall man Jamison. सो यो दुईटै टिम चाहिँ एकदमै वेल ब्यालेन्स टिम छन् एन्ड दुईटै एकदमै वेल फर्म टिम छन्। फुल अफ यङ स्टार विथ इनफर्म यङ स्टार। न्युजिल्यान्ड साइडमा हेर्नु भने रचिन रविन्द्र जसले दुईवटा सेन्चुरी अलरेडी हानिसकेका छन् यो टुर्नामेन्टमा। एन्ड केम विलियमसन पनि एकदम फर्ममा छन्, इनफर्म छन्। डेरल मिचल इज अलवेज आई लभ टु वाच हिम अलवेज। इज अ ग्रेट प्लेयर। एट देयर विल बी टम ल्याथम जसले सेन्चुरी पनि हानिसकेका छन् मेबी बङ्गलादेशको अगेन्स्ट। एन्ड ग्लेन फिलिप्स यार ब्याट्सम्यान, नट ब्याट्सम्यान, इट्स फ्लाइङ ब्याट्सम्यान, reminds me of Jonty Rhodes, the great Jonty Rhodes, the great fielder. And Bracewell, he can make runs and he can bowls also. And Centener, there will be a Centener versus Virat Kohli to watch. Henry obviously is the most wicket taker of this tournament. र त्यहाँ अरूको हुनेछन् जेमिसन एन्ड विल रोक विल हेल्प Mark Henry, they will get wicket also. At Team India there is Shubman Gill, hitman. Shubman Gill अहिले वेल फर्ममा छन्, अघिल्लो म्याचमा राम्रो पर्फर्म नगरे पनि वेल फर्ममा छन्। एन्ड नम्बर 3 विराट कोहली फर्ममा आइसकेका छन्, इनफर्म छन् हैन। सो यदि विराट कोहली इनफर्म छन् भने जे पनि हुनसक्छ म्याचमा। एट नम्बर 4 श्रेयस अय्यर, यार इन्डियासँग पनि उत्तिकै एकदमै बबाल डेप्थ छ ब्याटिङमा। एट नम्बर 8 देयर विल बी जडेजा, नम्बर 7 देयर विल बी हार्दिक पाण्ड्या। वी क्यान फिनिश द म्याच, वी क्यान हिट द लङ सिक्सेस। एन्ड केएल राहुल जसले चाहिँ टिमलाई ब्यालेन्स बनाएर राख्छन् हैन। एज हार्दिक पाण्ड्या एन्ड देयर विल बी अक्षर पटेल, who can bat brilliantly and bowl brilliantly also. So यो गेम चाहिँ एकदमै बवाल हुनेवाला छ, एकदमै क्लास हुनेवाला छ हैन। कन्डिसन अब को हिसाबले हेर्ने हो भने थोरै इन्डियालाई मेबी अलिकति इन्डियालाई बेनिफिट हुनसक्छ, किनभने इन्डियाले कन्टिन्यू दुबईमा खेलिरहेको हुनाको कारणले गर्दा न्युजिल्यान्डले फेरि पाकिस्तानमा खेलेर पाकिस्तानको 3टा स्टेडियममा खेलिसकेपछि फेरि दुबई गएर खेल्दा अलिकति उसलाई त्यो कन्डिसनमा त्यो विकेटमा अलिकति टाइम लाग्न सक्छ मेबी। तर न्युजिल्यान्डले स्पिन राम्रो खेल्छ है न्युजिल्यान्डको ब्याटरले। सो एकदमै टिम इन्डियाको अहिलेको
विकेट टेकर नै स्पिनमा भर परिरहेको छ टिम इन्डिया। सामी अभियसली दियर हार्दिक पाण्ड्या, बट टिम इन्डियाको मेन हतियार भनेको स्पिन छ। देयर विल बी अ ग्रेट ब्याटल बिट्विन दिस टु टिम्स एन्ड आई विल लाइक टु वाच रचिन रविन्द्र यो म्याचमा न्युजिल्यान्डकोबाट हेर्ने हो भने म चाहिँ रचिन रविन्द्रको आजको ब्याटिङ एकदमै इन्जोय गर्नेवाला छु। म्याट ऱ्यान्डीको बलिङ इज अ भेरी फन्टास्टिक बलर यार, एकदमै डिसिप्लिन वेल डिसिप्लिन बलर। यो म उनको यो पाकिस्तानसँगको यो अगाडिको सिरिजमा नै म्याट ऱ्यान्डीको बलिङबाट चाहिँ म एकदमै इम्प्रेस भएको थिएँ क्या। सुरुमा अगाडि मैले हेरेको थिएन म्याट ऱ्यान्डीको बलिङ होइन, उसले चाहिँ एकदमै वेल डिसिप्लिन बल गर्छ क्या, एकदमै सानो सानो प्लानहरू गरेर एकदमै राम्रोसँग एक्जिक्युट गर्छ होइन, त्यस्तो खतरा केही गर्दैन। त्यही पनि ऊ त्यस्तो 50-55को पेसमा बल गर्ने पनि होइन। ही विल बल एट 34, 35 to 41, 42, 43। त्यही पनि उसको एकदमै वेल डिसिप्लिन बल गर्छ, एकदमै लाइन लेन्थ एकदमै मिलाएर। सो आई लाइक टु वाच हिम। एन्ड रचिन रविन्द्र वेल इन्फर्म छन्, 2टा सेन्चुरी हानिसकेका छन्। एन्ड अदर साइड देयर विल बी वरुण चक्रवर्ती अभियसली, अनि भर्खरै डेब्यु गरेका छन् ओडिआईबाट, त्यही पनि एकदमै बवाल छन्। एन्ड देयर विल शुभमन गिल अघिल्लो गेममा 2टा गेममा खासै राम्रो पर्फर्म गरेका थिएनन्। मेबी ही विल बी कम ब्याक, ही विल गोइङ टु गेट 100, नट मेबी 100 हाने झन् बवाल भयो होइन। एन्ड विराट कोहली इन्फर्म छन्। सो यो आजको म्याच चाहिँ एकदमै बवाल हुनेवाला छ, एकदमै बवाल हुनेवाला छ। सो लेट्स वाच द म्याच, एन्ड म्याचपछि फेरि हामी भेट्नेछौँ अर्को भिडियोमा। आई विल बी ब्याक। सो थ्याङ्क यू।